गाइस अहिले चाहिँ पानी परेर लाइन आएन नि त, त्यही भएर मेरो काम भएन वडामा। अनि यहाँ चाहिँ लाइन आएपछि काम हुँदैन। अनि म सप्तमीबाट यता सिधै घर आइपुगिसकेँ। अहिले चाहिँ म घरमा छु है त। यहाँ पनि पानी परिरहेछ, लाइन छैन। घरको नजरिया अहिले यस्तो छ। यहाँको चाहिँ यस्तो दामी फुल फुलिरहेको रहेछ सबै हो। पानी परेर सुक्खा व्हाइट रोज पनि छ। कस्तो दामी के यो चाहिँ, वाउ। आलुचा म देखाउँछु क्या। लहरे आँप पनि पाकिरहेको फलिरहेको रहेछ कि। यो लहरे आँप हो होइन, चाहिँ यहीँ फलिरहेछ आलुचा। आलुचा के अहिले यस्तो छ पानी परेर। यहाँ बल्लैले लाइन आयो। म देखाउँछु क्या यहाँको केटीहरूलाई के हो भनेर। मलाई नि ग्रुपमा कसले लाछ फेरि खाकी जान्छ। मलाई सोधेको बनाएर सुतेको छु, बिहान उठ्दा थिएन। गुड मर्निङ गाइज। म चाहिँ हिजोको ब्लगलाई नै कन्टिन्यू गर्दैछु। अनि देखाइरहेको छु मैले तपाईँलाई आलुचा मजाले देखिरहेको छैन तर फलिरहेछ। अनि भर्खर पानी परेर रोकिएको उग्रिएको 6 बजे। यो माथि देखेको छ नि, के भन्छ त्यसो भन्दाखेरि यो माथिको चाहिँ दशमी बजार हो। त्यसको पछाडि तल चाहिँ हाम्रो घर हो कि। यो हाम्रो पाली हो, पाली यो तल पाली हो। यो आलुचाको बोट हेर्नुहोस्। त्यहाँ चाहिँ मम्मीले यतातिरको चाहिँ सबै रक्सी पार्नलाई टिपेर सकाउनु भएछ हो। अनि उताको मात्रै छ। यो हाम्रो पाली भयो, भर्खर पानी परेर उक्रेको यस्तो देखिन्छ। मैले चाहिँ कोठा बाहिरबाट भिडियो गर्दैछु। बाइक यहाँ छ। व्हाइट रोज एउटा यस्तो पाराले फुलिरहेको छ। तितेपातीको बोट हो। व्हाइट रोज चाहिँ ज्याम्मै यो भएछ अलिकति। यो रोज पनि फुलेर हेर्नु त ओइलिसकेको। वाउ कस्तो दामी के। अहिले यहाँदेखि देखिन्छ आलुचा चाहिँ यस्तो कि। यसमा म टिपेर अलिकति मेरो साथीहरूलाई लगिदिन्छु। अनि यो लहरे आँप पनि फलिरहेको छ। नजर पानी पऱ्यो, रातभरि पानी पऱ्यो, नन स्टप पानी पऱ्यो। भरि सुकेको छ अहिले चाहिँ सबै फुलहरू ओइलेर। कस्तो आउँछ यो पहिलानिर हामीले सिक्टेम्बर के गएको टाढाले यो पनि फुलेर सबै ओइलिसकेछ। फुलहरू त कति राम्रो छ नि, ओइलिए छ। किनिको सानोतिनो मट्टीवाला फुलहरू त के गर्नु सबै फुलेर ओइलिसकेछ। माथि यो माथिको चाहिँ बाङ्गाहरूको घर हो। हाम्रो माथिको पहिला बारी थियो। यो माथिको बारी हामीले बेचेको। अनि यो पाली यस्तो छ। अहिले चाहिँ उयो त देखेको फर्स्ट गाई गोठो, सेकेन्ड बाख्रा गोठो, तल्लो भनेको बाख्राको टाट्ना हो। यहाँ पनि अलिअलि फल्दैछ। यस्तो पारीको नजारा यस्तो छ। भर्खरै पानी परेर यस्तो पानी चाहिँ हाम्रो सानो आउँछ, माथि चाहिँ ठुलो आउँछ। अनि यहाँ मासतिर दुईवटा छन् त, टु वे छ। त्यहाँबाट चाहिँ एउटा वेमा हाम्रोमा आउँछ, अर्को पाइपबाट अर्को पल्लो घर जान्छ नि त। त्यही भएर पल्लो घर चाहिँ अझै बेसी पानी जान्छ कि। अनि हाम्रोमा सानो आउँछ। वाउ चराको आवाज सुन्नु, चराको। नास्पातीको बोटमा छ हो।
भरि नासपतिहरू त्यो सानो सानो चिजिलो लाग्छ। त्यहाँ कहाँ छ चरा, सुन्नुभयो चराको आवाज? ए मैले देखेँ यहाँ रहेछ। देखिँदैन यहाँबाट नासपतिको बोट। नासपति फलिरहेछ। यता यो मेलको बोट हो। गाईहरू छ है, गाई, गाईको बच्चा बाछी, गाई गाई, गाईको बच्चा। बाछा बाछी यस्तो भइरहेको छ। यो त हुसिरहेर यो पारिनीहरूको घर हो। माथि बाङ्गाको घर हो। यस्तो छ, यस्तो सियो। यसरी हुसे लाग्छ। हाम्रोमा चाहिँ हुसे लाग्दैछ अहिले। सब यसरी हुसे लाग्छ। सबै खोलाबाट पानी बोकेर जाँदैछ। खोलाको पानी लिएर यहाँ यसको गहिरीमा अनि यतापट्टिको गहिरीमा चाहिँ खोला छ नि त ठुलो। त्यो चाहिँ दुवा खोला भन्छ होइन। त्यहाँबाट चाहिँ वाटर भेपर क्यारी गरेर जान्छ नि त क्लाउडहरू। म यहाँ आल्चा टिप्नु साथीहरूलाई लगिदिनु भनेर गएको। अब टिप्नु सक्छु कि सक्दिनँ। माथि माथि छ बोट पनि चिप्लो छ। रातभर पानी परेपछि त बोट यस्तो चिप्लो हुन्छ नि त है। हेर्नु त यो कति चिप्लो छ। चढ्नु त चढिएला कि भरे झर्ने बेलामा समस्या हुन्छ नि त। यस्तो चिप्लो छ। नभए प्लास्टिकै लगेर चढ्नुपर्ने हुन्छ नि त। म एकचोटि ट्राई गर्छु। सजिलो त सजिलै छ। एकचोटि प्लास्टिक लिएर आउँछु ल फेरि। लुचा चाहिँ यस्तो हुन्छ कि यस्तो यस्तो येलो येलो कलरको यहाँदेखि थियो होइन। यहाँदेखि थियो। यो सबै ब्रान्चको चाहिँ मैले टिपिसकेँ। यहाँनिर छ। यसरी माथि माथि चाहिँ टुप्पोमा चाहिँ बेसी छ। अब को झर्नु सक्छ र। यहाँ मैले ट्राई गरेको त झन्डै लडी चिप्लो अरे। यत्तिका साथै गयो। सिडी रुख चढ्नुको लागि हाम्रो आमाले चाहिँ सिडी लिएर आउँदै हुनुहुन्छ। अहिले यसो कहाँ गराउँदैछ? पल्लो घरमा पनि दह्रो गुलियो हुन्थ्यो नि पहिलानिर। अब यहाँनिर सिडी लाएर रुखमा चढ्ने। पल्लो घरको पहिला नि सानोमा खानु कति गुलियो हुन्थ्यो नि। ल अरे अब यहाँ झोला थापेर टिप्नु पर्ने। झरिजान्छ होला हौ। किपर हो किपर। यहाँ झोला भिरेर अब टिप्ने। चढ्नु चाहिँ चढेँ। यता आलु त छ होइन। अब म कसरी झर्नु मलाई थाहा छैन। चिप्लो न चिप्लो छ। दह्रो आलु त छ है। यस्तो पिलित। के हुन्छ त यहाँ बुटी मम पाक्दैछ। भात भुटेको आगोमा सब्जी आलुको सुन खाएर अब जाने। भाइ र बामा पनि आइसक्नु भएको छ।
उठेकै छैन अझ उठेका चाहिँ फेरि त्यहाँ माथि लास्टमा भौडी माछा कसरी निकाल्यो राति कसले बिगारेको छ नि हो भाइ दिउँसो त त्यस्तो थिएन भात पनि रेडी मिक्सको अब म खाने नान्यो अर्पण बाँगा चाहिँ बोरा पनि फरेछ यहाँ बाबाले मलाई बोरा अनि यहाँ ला डल्ले खोर्सानी ल्याइदिनु भएको छ तर मेरो ब्यागमा चाहिँ अट्दैन सिमी हो सिमी अर्पण मोबाइल हेर्दा बोल्दैन त अर्पण यहाँ आऊ यहाँ यहाँ आऊ यहाँ ई बुम 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 यहाँ हेर बुम बुम गर यहाँ गर हावा गर लडिन्छ हौ हावा गर लडिन्छ हौ हावा गर न हावा गर्छु हावा गर हावा गर्छु अर्पण हावा गर हावा अघि त गर्दैथ्यो त आया 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 काहीँ नभएको बल परेको छ बाई ल किरा खानु खोज्दैछ बाई 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 अर्पण टाटा ल अहिले चाहिँ हामी घाँस काट्न आइसकेको छौँ यहाँनिर घाँस काटेर आने तल्लोपट्टि लड जान्छ है खोइ कहाँ छ बाख्राको लिदी चाहिँ हुन्छ बाख्राको लिदी सिक्किमे सिक्किमे ल उठ्नै सकेन झन्डै अघि एक भारी पुऱ्याएर आएको अर्को भारी यति भइसक्यो हातबाट यस्तो ठेलायो पाहाडमा अब चाहिँ म काट्दिनँ म गलेँ लाइन आएको छ अब आधी घन्टा एक घन्टाको लाइन आएर बिजोक छ पुऱ्याएर यस्तो भयो हातमा ए म झन्डै हापेन त गाई जुगा जुगाल डुगो नुनु यहीँ छ हौ उयो कचेको दुई यत्रो डल्लो गरेको डल्लो छ त त्यहाँ कचेको छ हेर न पन्जा लाउनु पर्दैन त चिलाइसक्यो चिलाएर त हेरेको नि ज्वरो देख्यो हिजो चाहिँ हामी सप्तमीबाट लाइन गएर होइन काम नभएर घर फर्केर आएको थियौँ अब चाहिँ अहिले बेलुकाको 3 बजेको छ होइन अनि हिजोदेखि आज मात्रै लाइन आयो अनि त्यस पछाडि अब फेरि जाँदैछौँ अब बाटो पनि खराब छ त्यहाँ माथि पुग्दाखेरि कति बज्छ कुनै हिजो रातभरि पानी परेर बाटो बिग्रेको छ धेरै बाटो यस्तो भएको छ अन्त बाइकले तान्दैन नि त म चाहिँ हिँड्दैछु र हाम्रो घर छ
बाटो पानीले यस्तो भौडी बनाएछ बाटै छैन बाइक फसेछ यहाँनिर चाहिँ यस्तो बौडी छ यस्तो बाटोको हालत चाहिँ बाटो होइन बाटो बाटै छैन लन्ठीले उयो खोज्नु न बाटो जस्तो छ यस्तै बाटो छैन गाइस यहाँ चाहिँ आइजाने उत्रनु पर्यो बाटो यस्तो छ सबै हिलो भयो हिलो लाग्यो अघि पर कस्तो गर्नु भएको छ हाम्रो गाउँमा यहाँ त यस्तो हुस्सो लाग्छ हजुर कलरले काम सक्यो अब हामी यहाँदेखि हेडिङ खोइ को नि त हेडिङ टुवर्ड्स दमक झापा अहिले चाहिँ ठ्याक्कै कति बज्यो 5:30 कति बज्यो 4:30 भएछ हुस्सो यस्तो लागिरहेछ गाइस दुःख पायो यहाँबाट हिँडेर रवि पुगिसकेको थियो होइन अनि त्यसमा मैले त्यो रिलेसन भेरिफिकेसनमा चाहिँ त्यो फोटो चाल्नु पर्ने थियो नि त अनि मैले चाहिँ सम्झेँ आफैले टाँस्दा हुन्छ होला भनेर यहाँबाट नटाँसी गयौँ बट मिस्टेक गरेँ टाँसेर पनि यहाँनिर चेयरम्यानको साइन चाहिँदो रहेछ नि त अनि फेरि रविबाट फर्केर सप्तमी आएर अहिले जाँदैछु फेरि